नमस्ते। आज हामी एउटा यस्तो गजबको आइडियाबारे कुरा गरौँ जसले ठूलठूला उद्योगलाई समेत हल्लाइदिन सक्छ। खासमा कसरी एउटा सानो नयाँ कम्पनीले बजारमा राज गरिरहेका ठूला खेलाडीहरूलाई समेत टक्कर दिन सक्छ। हो, आज हामी यही रोचक विषयमा गहिरिएर कुरा गर्नेछौँ। एउटा कुरा सोचौँ त, बजारमा एकदमै सफल, राम्रोसँग चलिरहेका कम्पनीहरू पनि किन अचानक पछाडि पर्छन्? यो प्रश्न एकदमै महत्त्वपूर्ण छ र आजको हाम्रो चर्चाको केन्द्र नै यही हो। आउनुहोस्, यसको पछाडिको रहस्य के हो त्यो पत्ता लगाऊँ। यसको जवाफ लुकेको छ बाधाकारक नवप्रवर्तन वा अङ्ग्रेजीमा भन्दा डिसरप्टिभ इनोभेसन भन्ने अवधारणामा। जोसेफ बोयर र क्लेटन क्रिस्टेन्सनले यसलाई लोकप्रिय बनाएका हुन्। अब यो भनेको के हो त? सिधा भाषामा भन्नुपर्दा यो यस्तो नयाँ प्रविधि हो जसले पुरै नयाँ बजार बनाइदिन्छ र यस्तो गर्दा पहिलेदेखि स्थापित कम्पनीहरूको त जग नै हल्लिन्छ। अब बाधाकारक शब्द सुन्दा अलि जटिल लाग्न सक्छ। यसलाई राम्ररी बुझ्नको लागि पहिले यो के होइन भन्ने कुरा बुझ्नुपर्छ। त्यसैले यसलाई अर्को किसिमको नवप्रवर्तन, दिगो नवप्रवर्तनसँग दाँजेर हेरौँ। ल हेर्नुहोस्, दिगो नवप्रवर्तन भनेको चाहिँ पहिलेदेखि चलिरहेको प्रडक्टलाई अलिअलि सुधार गरेर राम्रो बनाउने हो, ताकि आफ्नै ग्राहकहरू खुसी रहन्। तर बाधाकारक नवप्रवर्तन ठ्याक्कै उल्टो छ। यसले त पुरै नयाँ बजार नै बनाइदिन्छ। यसले त्यस्ता ग्राहकहरूलाई टार्गेट गर्छ जसलाई पहिले कसैले वास्तै गरेको थिएन, र यसो गर्दा कहिलेकाहीँ त बजारको पुरै खेल नै पल्टिदिन्छ। यहाँनिर एउटा एकदमै रोचक विरोधाभास छ है। यति सफल, यति राम्रोसँग चलेका ठूला कम्पनीहरूले यत्रो ठूलो खतरालाई कसरी देख्दैनन् होला? वा देखेर पनि किन केही गर्दैनन्? आखिर उनीहरू किन समयमै आफूलाई बदल्न सक्दैनन्? धेरैलाई के लाग्छ भने सायद ठूला कम्पनीहरूलाई यस्तो नयाँ प्रविधि आएको पत्तै हुँदैन होला। तर होइन, वास्तविकता त्योभन्दा फरक छ। उनीहरूलाई थाहा हुन्छ, तर थाहा भएर पनि उनीहरूले केही गर्न सक्दैनन्। उनीहरू एक किसिमले बाँधिएका हुन्छन्। वास्तविक कारणहरू अलि गहिरा छन्। भन्नुपर्दा ठूला कम्पनीहरू आफ्नै सफलताको पासोमा पर्छन्। उनीहरूको आफ्नै ग्राहक, सप्लायर, लगानीकर्ताको एउटा इकोसिस्टम बनिसकेको हुन्छ, जसले गर्दा नयाँ अनिश्चित कुरामा हात हाल्न गाह्रो हुन्छ। फेरि यस्तो नयाँ प्रविधिबाट सुरुमा नाफा पनि खासै देखिँदैन, तर पैसा र स्रोत भने टन्नै लाग्छ। अनि किन लगानी गर्थे त, होइन र? तर स्टार्टअपहरूको कथा ठिक उल्टो हुन्छ। उनीहरूसँग न कुनै बन्धन छ, न त गुमाउनु पर्ने केही। त्यसैले उनीहरू यस्तो जोखिम मोल्न, नयाँ खोज गर्न डराउँदैनन्। र यही नै हो उनीहरूको लागि ठूला कम्पनीलाई चुनौती दिने सबैभन्दा ठूलो अवसर। त्यसो भए यो हलचल वा बाधा बजारमा कसरी आउँछ त? सामान्यतया यसका दुईवटा बाटा हुन्छन्। आउनुहोस्, यी दुई मार्गबारे कुरा गरौँ। पहिलो बाटो हो तल्लो बिन्दुको हलचल वा लो एन्ड डिस्रप्सन। नामले नि भन्छ, यो बजारको सबैभन्दा तल्लो भागबाट सुरु हुन्छ। यो त्यस्तो ठाउँ हो जहाँ ठूला कम्पनीहरूले खासै वास्ता गरेका हुँदैनन्। यो प्रक्रिया एकदमै रणनीतिक हुन्छ। पहिलो कदम त्यस्ता ग्राहकहरूलाई खोज्ने जो महँगो सुविधाको लागि पैसा तिर्न चाहँदैनन्। दोस्रो कदम उनीहरूलाई सस्तोमा काम चलाउँ खालको सामान दिएर बजारमा खुट्टा टेक्ने। तेस्रो कदम अब बिस्तारै बिस्तारै आफ्नो सामानको क्वालिटी बढाउँदै जाने। र अन्तिममा के हुन्छ, जब त्यो सामान मुख्य बजारका ग्राहकलाई पनि मन पर्न थाल्छ, त्यसले बिस्तारै पुरानो लिडरलाई नै बजारबाट बाहिर धकेलिदिन्छ। अब दोस्रो बाटो, यो त झनै रोचक छ। यसमा त पुरानो बजारसँग लड्ने झन्झट नै छैन, बरु एउटा पुरै नयाँ बजार नै खडा गरिन्छ। हो, नयाँ बजारको उदयले त्यस्ता ग्राहकहरूलाई समात्छ जसको आवश्यकतालाई ठूला कम्पनीहरूले देख्दै देखेका छैनन् वा पूरा गर्न सकिरहेका छैनन्। यसले त बजारमा एउटा नयाँ खेल नै सुरु गरिदिन्छ, र सुरुमा त यसको कुनै प्रतिस्पर्धी नै हुँदैन। ल, त्यसो भए प्रश्न उठ्छ, यदि कुनै कम्पनीले यस्तो खतरा आउँदैछ भनेर थाहा पायो भने त्यसलाई कसरी व्यवस्थापन गर्ने त? के यसबाट बच्ने वा यसलाई आफ्नो फाइदामा प्रयोग गर्ने कुनै तरिका छ? यो सिद्धान्तले यसको लागि 5वटा कदम सुझाउँछ। पहिलो, यस्तो हलचल ल्याउन सक्ने खोजलाई चिन्नु पर्यो। दोस्रो, यो कम्पनीको भविष्यको लागि किन महत्त्वपूर्ण छ भनेर स्पष्ट हुनु पर्यो। तेस्रो, यसको लागि सुरुमा सानो बजार कहाँ छ त्यो पत्ता लगाउनु पर्यो। चौथो, यसलाई अगाडि बढाउने जिम्मा एउटा छुट्टै स्वतन्त्र टिमलाई दिनुपर्छ। र पाँचौं, जुन सबैभन्दा महत्त्वपूर्ण छ, यो नयाँ प्रोजेक्टलाई कम्पनीको अरू कामसँग मिसाउनु हुँदैन, ताकि यसले आफ्नो गतिमा काम गर्न पाओस्। तर यो भन्न जति सजिलो छ, गर्न त्यति नै गाह्रो।
भोलि कुन प्रविधिले बजार लिन्छ भनेर आजै भन्न सकिन्न, अनि बजारले नयाँ कुरालाई अपनाउँछ कि अपनाउँदैन भन्ने पनि ग्यारेन्टी हुँदैन। यसमा जोखिम एकदमै धेरै हुन्छ। ल, यति कुरा बुझिसकेपछि अब यो अवधारणालाई हाम्रो आफ्नै सन्दर्भमा नेपालको सार्वजनिक प्रशासनमा जोडेर हेरौँ न त। यस विषयमा लेखक प्रद्युम्न प्रसाद उपाध्यायको भनाइ एकदमै सान्दर्भिक छ। उहाँ भन्नुहुन्छ, नेपालको वर्तमान सार्वजनिक प्रशासनमा बाधाकारक नवीन खोजद्वारा हलचल ल्याउन सहज छैन। उहाँको मतलब यो मोडललाई हाम्रो सरकारी क्षेत्रमा लागू गर्न एकदमै चुनौतीपूर्ण छ। त्यसैले अहिलेको अवस्थामा एकैचोटि ठूलो क्रान्तिकारी परिवर्तन खोज्नुभन्दा बरु अहिले भइरहेका सेवाहरूलाई नै बिस्तारै तर दिगो रूपमा सुधार गर्दै लैजानु बढी व्यावहारिक देखिन्छ। र अन्त्यमा एउटा प्रश्नमा विचार गर्न छोडेर जाउँ। यदि नेपालको सार्वजनिक क्षेत्रमा पनि यस्तै किसिमको सकारात्मक हलचल ल्याउनु पर्यो भने त्यसका लागि के कुरा आवश्यक पर्ला? यो साँच्चै नै सोच्नुपर्ने विषय हो।